मुखले गौतम बुद्धको नाम नलेऊ है। तिम्रो भन्दा सफाइ छ ल अघि बक। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो। आइयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाकै छु। धेरै पछि रियाक्सन भिडियो लिएर आउँदैछु। साथीहरू सबैजनाले हेरेर साथ सपोर्ट दिनुहोला। र यो भिडियो चाहिँ आजको चाहिँ होइन है साथीहरू, हिजो अस्तिको पनि होइन, कहिलेको भन्नुहुन्छ होला होइन, 1 इयर अगो, 1 वर्ष अगाडिको भिडियो जुन म छुनी च्यानलबाट राख्नुभएको थियो। उहाँको भिडियो चाहिँ जति पुरानो भए तापनि होइन म चाहिँ हेर्छु कि, अनि कस्तो फन्नी लाग्छ, रमाइलो लाग्छ। त्यही भएर मलाई चाहिँ उहाँले राख्नुभएको भिडियोमा चाहिँ रियाक्सन गर्न मन लाग्यो, किनकि मेरो नयाँ च्यानल हो नि त। मैले त उहाँको भिडियो 1 वर्ष 2 वर्ष अगाडिको पनि रियाक्सन गर्न सक्छु साथीहरू होइन। म चाहिँ अलिकति बिजी भएको कारणले गर्दाखेरि भिडियोहरू चाहिँ आउन सकेको छैन। र हजुरहरूले माया र साथ सपोर्ट गर्नुभयो भने चाहिँ पक्कै पनि मैले चाहिँ रियाक्सन भिडियोहरू लिएर आउने गर्नेछु पक्कै पनि। र ढिलो नगरी साथीहरू जाउँ है त अब। अभी मजा आएगा ना भिड़ो। बुढी, ए बुढी, कहाँ गएछ यो बुढी? कति कराको के कति कराको, यही छु त म। हेर तिम्रो छोराको ताल, 3-3वटा फ्यान खोलेर सुतिरहेछ गदा। अनि यस्तो गर्मीमा फ्यान नखोलेर के खोल्छ त तिम्रो कट्टु? तिमीलाई मेरो कट्टुसँग के प्रब्लम छ? जे कुरामा नि मेरो कट्टुलाई किन बिचमा ल्याउँछौ तिमी? किनकि तिम्रो अनुहार ठ्याक्कै तिम्रो कट्टु जस्तो छ, त्यसैले तिमीलाई देख्ने बित्तिकै तिम्रो कट्टुको याद आउँछ। हो मम्मी हो, मलाई पनि बाबाको अनुहार देख्ने बित्तिकै धुर्मुसे कट्टुको याद आउँछ। तिमीहरू आमा छोरा मिलेर मलाई रिस उठाएको हो। जो मान्छे 24 घण्टा रिसाएर बस्छ उसलाई हामीले रिसाउनु पर्छ र? यस्तो बुढी र यस्तो छोरा भएपछि म त के गौतम बुद्ध पनि रिसाउनुहुन्छ। तिम्रो त्यो गनाउने मुखले गौतम बुद्धको नाम नलेऊ है। तिम्रो भन्दा सफाइ छ ल अघि भर्खर ब्रस गरेको छु मैले। ब्रस गरेर मात्र हुन्छ, कुला गर्नु परेन? लौ अनि ब्रस गरेपछि कुल्ला गर्दिन होला त? कस्तो कुरा गर्छ यार, यो गर्मीमा म मात्र होला भनेको त सबै पागल भइसकेछ। यो गर्मी महिना भन्दा पनि साथीहरू जाडो महिना चाहिँ एकदमै ठिकै होइन। जाडो महिना त ब्ल्याङ्केटभित्र बस्ने भयो होइन, तातो खाना खाए नि भयो होइन। अनि यो गर्मी महिना त यति इरिटेट हुन्छ नि होइन। अहिले पनि गर्मी महिना लागेको छ होइन, यस्तो इरिटेट हुन्छ कि गर्मी हेर्दा पसिना आउँछ, बाहिर निस्किन सकिँदैन होइन। यति झ्याउ हुन्छ कि, यति गाह्रो हुन्छ कि, त्यही भएर गर्मी महिना भन्दा चाहिँ जाडै महिना ठिक लाग्छ कि मलाई पनि। र त जाडो महिना आए चाहिँ गर्मी नै ठिक, गर्मी आए जाडो नि ठिक भन्छन् मान्छेहरूले होइन। तर मलाई चाहिँ जाडो आए पनि गर्मी आए पनि जाडै ठिक लाग्छ है साथीहरू। एकदमै फ्यान त नभई हुँदैन के विशेष गरी होइन। त्यही भएर फेरि बत्ती गयो। बत्ती हो कि पखाला हो के? गएको गएकै गर्छ त यार। जाओस् जाओस् अझै जाओस्, बिजुलीको बिल तिर्दा तिर्दा मेरो सातो गइसक्यो। ए बुढा, तिम्रो सातोलाई पछि खोजौला के? हाम्रो कान्छो छोरा खोइ देख्दिन त? मलाई के थाहा, म तिम्रो कान्छो छोराको बडीगार्ड हो र? अबे साले गयो होला नि बाहिरतिर। बाहिरतिर होइन भित्रतिर, फ्रिज भित्र छ तपाईँहरूको कान्छो छोरा। लौ न, किन छिरेको फ्रिज भित्र? अनि तैँले चाहिँ रोक्नु पर्दैन भाइलाई? किन छिर्नु दिएको फ्रिज भित्र? म किन रोक्नु? त्यसलाई फ्रिज भित्र छिर्न सिकाउने मै त हो। ल हेर, यहाँ पो बसेको रहेछ। बाबु के गरेको फ्रिज भित्र? बाहिर आऊ। हे मम्मी डिस्टर्ब नगर्नु न एकछिन, म गेम खेल्दैछु के। बाहिर निस्के भनेको सुनिनस्? हेर हेर, चिसिएर आइस जस्तै भएछ। अच्छा तपाईँ चाहिँ तातेर ज्वालामुखी जस्तै हुनुभएछ। ए बुढा, त्यो गधालाई चापड हान त। भाइ फ्रिज भित्र छिर्दा के हेर्दै थिएछ त्यसले? म त टिकटक हेर्दै थिएँ मम्मी। त्यहाँ एकजना आन्टीले भन्दै हुनुहुन्थ्यो, तेरीमा डाका, भाइलाई हेर्न छोडेर त टिकटक हेर्छस्? टिकटक हेर्छस् त? टिकटक हेर्छस्? भयो बुढा भयो, धेरै नकुट, आफ्नै छोरा हो त्यो पनि। तिमीलाई थाहा छैन बुढी, त्यसलाई फ्रिज भित्र छिर्न यसले नै सिकाएको रहेछ। के रे? त्यसो भए अझै आना बुढा, अझै आना, उफ्री उफ्री आना। उफ्री उफ्री हान्न मिल्दैन के बुढी, मेरो खुट्टा मर्केको छ। त्यसो भए सुती सुती आना न त। सुती सुती चाहिँ कसरी हान्नु नि? यसरी हान्नु, यसरी यसरी यसरी। मम्मी भोक लाग्यो हौ, आइसक्रिम किनिदिनु न। भोक लाग्यो भने खाना खाऊ न त छोरा, मैले मिठो खाना बनाएको छु। नाइ के मम्मी, यस्तो गर्मीमा खाना रुच्दैन के। तेरो बाउले भन्छ यिनीहरूको नाटकै बेसी। हाम्रो पालामा त के थाहा छ, तपाईँहरूको पालामा 1 चम्ची पिठो पानीमा उमाल्नुहुन्थ्यो, अनि त्यसमाथि नुन छर्केर सबै परिवार घाममा बसेर खानुहुन्थ्यो। यही होइन त? सुन्दा सुन्दा कान पाकिसक्यो मेरो। साले तू अनि कहिले काहीँ त नुन नहुँदा आफ्नै पसिना हालेर खानुहुन्थ्यो रे खानामा। त्यही भएर
पसिना आउँदो रहेछ यो मान्छेलाई। ए बाबा गर्मीमा पसिना नआएर के आउँछ त असिना आउँछ। तिमीलाई मात्र आउँदो रहेछ पसिना, खोइ हामीलाई त आएको छैन त। अनि 24 घण्टा फ्यानको अगाडि बसेपछि कहाँबाट आउँछ त पसिना? यो फ्यानले गर्दा बिजुलीको बिल मेरो स्यालेरी भन्दा धेरै आउन थालिसक्यो, थाहा छ कि छैन तिमीहरूलाई? अनि गर्मी भएपछि फ्यान चलाउनु परेन त कि सबैको कोठामा एसी लगाइदेऊ? अच्छा ए महारानीलाई एसी चाहियो अब? त राजकुमारलाई पनि चाहिन्छ एसी? हजुर बाबा चाहिन्छ नि, किन नचाहिनु? तपाईँ मेरो कोठामा एसी हालिदिनुहोस्, त्यसपछि यो थोत्रो फ्यानलाई म हात मिलाउँदिन। सरी। यसो गरौँ न त, तिमीहरू मिलेर मेरो सबै अङ्ग बेच, अनि त्यहाँबाट आएको पैसाले एसी कुलर वासिङ मेसिन जे किन्नु छ किन। कस्तो पागल मान्छे रहेछ, सिधै एसी जोड्ने हैसियत छैन भन्नु नि, के कुरा घुमाइरहेको होला? बाबा सबै अङ्ग बेच्नु पर्दैन के? एउटा किडनी बेचेर मेरो कोठामा चाहिँ एसी हालिदिनु न त। क्या बक रहे हो मादरचोद? ल छोरा हालिदिइहाल्छु नि, तर किडनी चाहिँ तेरो बेच्छु ल। होस् त्यसो भए पर्दैन, एसी भन्दा फ्यान नै ठिक छ। ए बुढा लास्टै गर्मी भयो हौ, जाऊ त एक बोतल चिसो किनेर ल्याऊ। ए पैसा पनि मै तिर्नु अनि किन्न पनि मै जानु? अनि को जान्छ त? यस्तो घाममा बच्चाहरूलाई पठाउनु त, बाटोमा हिँड्दा हिँड्दै ढल्यो भने? यस्तो घाममा त बच्चा मात्र होइन सबै ढल्छ नि बुढी, कि तिमीले मलाई ढाल्नै खोजेको? अनि तिमी त बाघसँग फाइट खेलेको मान्छे होइन, जब घामसँग डराउँछौ? त्यति बेला त मेरो बिहे भएको थिएन नि त बुढी, शरीरमा जोस जागर थियो, ओठमा मुस्कान थियो। मलाई के थाहा त बिहे गरेपछि जोस जागर मुस्कान सबै हराउँछ भनेर। ए भनेपछि मलाई बिहे गरेर तिम्रो जोस जागर सबै हरायो होइन त? अनि जोस जागर नभएको मान्छेको दुईवटा छोरा चाहिँ कसरी भयो त? त्यो त ईश्वरको वरदानले भएको हो नि। को ईश्वर बाबा? त्यो पल्लो टोलको ईश्वर अङ्कल? चुप्लाक। ईश्वर भनेको भगवान, गड, देवता, सृष्टिकर्ता, प्रभु, परमेश्वर, परमात्मा भयो हौ बाबा भयो। भगवान भनेपछि बुझिहाल्छ नि, निबन्धै सुनाउनु पर्छ तपाईँलाई? मम्मी भोक लाग्यो के? आइसक्रिम किनिदिनु न छिटो। सधैँ आइसक्रिम खाएर हुन्छ? भात चाहिँ कसले खान्छ? भात त त्यो खन्चुवाले खाइहाल्छ नि, त्यसलाई दिनु न। ओइ भाइ कसलाई खन्छ भनेको तैले? गाला साला फुट्ला है, होस् गर। लु फुटा त, कसरी फुटाउँदो रहेछस् म पनि हेर्छु। अनि त्यसले चाहिँ किन खन्छुवा भनेको त मलाई? खन्चुवालाई खन्चुवा भन्दा के भयो त? 1 केजी मासु एक्लैले खाइसक्छस्, अनि तँलाई खन्चुवा नभनेर के भन्नु त? बत्ती आयो, बत्ती आयो, बत्ती आयो। मम्मी सम्झाउनु है तपाईँको छोरालाई, नत्र फेरि। नत्र के पिट्छस् मलाई? ल पिट 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 न पिट। साले को बम से उड़ा दूंगा। किन नपिटेको बिचरा खन्चुवा? यो पनि उस्तै छ के? किन जिस्काको दाइलाई दिउँ एक झापड? ओ मिस्टर हर्के, म यही छु है। थाहा छ हजुर थाहा छ, तपाईँ यहीँ हुनुहुन्छ, तपाईँको आत्मा पनि यहीँ छ, म पनि यहीँ छु, हामी सबै यहीँ छौँ। अरू केही भन्नु छ? बाबा तपाईँको हालत देखेर त मलाई बिहे गर्न मन लागेन हौ। यो त ट्रेलर हो छोरा, फिल्म त तैँले देखेकै छैनस्। फिल्ममा चाहिँ के हुन्छ बाबा? मम्मीले तपाईँलाई यु क्यान सी मी भन्दै पछार्नुहुन्छ हो। तेरो आमा जोन्सिना हो र यु क्यान सी मी भन्दै पछार्छ? त्यसो भए तिमी मलाई देख्न सक्दैनौ भन्दै पछार्नुहुन्छ होला नि त। हेर छोरा, गर्मीले त्यसै मेरो दिमाग तातिरहेछ, त अझै तताउने काम नगरे। त्यही भएर चिसो लिएर आऊ भनेको तिमीलाई, मैले भनेको त केही सुने पो? त्यसो भए तिमी लिएर आउन त जाऊ। मलाई प्रेसर छ थाहा छैन तिमीलाई? घाममा नहिँड्नु भनेको छ डाक्टरले। मलाई त झन् टाउकोदेखि खुट्टासम्मै प्रेसर छ, त्यसैले एक दिनमा 20 पाइला भन्दा धेरै नहिँड्नु भनेको छ डाक्टरले। एउटा कुरा भनौँ बाबा, यो भन्दा राम्रो बहाना त म सपनामै बनाइदिन्छु हौ। बनाइहाल्छस् नि छोरा, तँलाई बहाना बनाउनु बाहेक अरू के नै आउँछ र? ड्याड, डोन्ट अन्डर एस्टिमेट द पावर अफ योर सन, यु गेट इट? के भनिस् गदा? बाउलाई गाली गर्छस्? गाली गरेको होइन के बाबा, हे तपाईँ पनि। अनि गाली नगरेको भए के भनेको त त्यो भटटट इङ्ग्लिसमा? मैले इङ्ग्लिसमा तपाईँको छोरालाई कमजोर नसोच्नुहोस् भनेको के, गाली गरेको होइन। थाहा छ मलाई थाहा छ, मैले त तेरो कनलेज पो चेक गरेको त। के चेक गर्नु भयो अरे? कनलेज क्या कनलेज? बोर्डिङ पढेर कनलेज भनेको थाहा छैन तँलाई? तेरो ज्ञान चेक गरेको मैले, ज्ञान। कनलेज होइन हौ बाबा, नलेज हुन्छ नलेज। के साइलेन्ट हुन्छ यसमा? के चाहिँ किन साइलेन्ट भएको नि? कसले मुख थुन्थ्यो त्यसको? मलाई थाहा छ कसले थुनेको भनेर। के को मुख पक्कै एनले थुनेको हुनुपर्छ। कुछ भी केलाई आफूभन्दा अगाडि देखेर एनलाई ढाहा लागेको हुन सक्छ। क्या सोच है रे तेरी? वाह मम्मी वाह, क्या दिमाग छ तपाईँको। साथीहरू मैले चाहिँ भिडियो हेरिसकेको छु, हजुरहरूले पनि पुरा भिडियो हेर्न चाहनुहुन्छ भने म छु नि अफिसियलमा गएर हेर्नुहोला। र साथसाथमा कस्तो लाग्छ यो भिडियो र मेरो रियाक्सन भिडियो कस्तो लाग्छ भनेर कमेन्ट गर्नुहोला। र जाडो गर्मी महिना होइन, गर्मी महिनामा त ओहो फ्यान बिना त बस्नै अझै
यो के अरे यता हिमाली पहाडी भागतिर भन्दा पनि तराईतिर के तराई क्षेत्रतिर के यस्तो गर्मी हुन्छ होइन हामी यता पहाडको मान्छेहरू त गएर बस्नै सकिँदैन के अझ यस्तो फेनले पनि तातो हावा फालिरहेको हुन्छ होइन हामी चाहिँ फेनै बिना पनि बस्न सकिन्छ त तराईतिर गयो भने त ओहो सकिँदैन के बस्नलाई अनि त्यही सम्बन्धी गर्मी सम्बन्धी नै अब उहाँले भिडियो गराउनु भएको छ हजुरहरूलाई चाहिँ कस्तो लाग्छ के लाग्छ कृपया कमेन्ट गर्नुहोला भन्दै आजको मेरो यस च्यानलबाट चाहिँ बाई बाई र बाई बाई भन्नु अगाडि चाहिँ मेरो यो च्यानललाई चाहिँ कसैले सब्सक्राइब गर्नु भएको छैन कृपया सब्सक्राइब गरेर जोडिनु होला र यस्तै यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सबैजनाले माया गरिदिनु होला है त साथीहरू बाई बाई लभ यु अल